Nâng người đây chơi. Đó đi. Hello everyone, welcome to my channel. आज हामी जाँदैछौँ माछापुछ्रे गाउँपालिका 8 लङ गाउँ। हामीले हाम्रो ग्रुपको लागि होमस्टे बुकिङ पनि गरिसकेका छौँ किनकि यो बिदाको समय चाडबाडको समय भएकोले होमस्टेहरू खाली नहुन पनि सक्छ। आशा छ हाम्रो होमस्टेको बसाइ रमाइलो हुनेछ। लङ भिलेज आउनको लागि हरिचोकबाट 2वटा बस छुट्ने रहेछ। एउटा बस दिनको 2 बजे र अर्को बस दिनको 3 बजे छुट्ने रहेछ।
त्यहाँ एकछिन बस्नुपर्छ कि यो फोटो खिच्नुपर्छ कि भागेको हुन्छ अनि बाटोको कन्डिसन ठिकै छ हजुर। हामीले आशा गरे जस्तो अलिकति भेटिएन बाटोको अवस्था। The road condition is okay, not what we expected. मेरो ब्लगमा हजुरहरूलाई सक्दो सबै बाटोको अवस्थाहरू देखाउनेछु, बाटोको अवस्थाहरू समेट्नेछु। केही लामो हुन सक्छ होला है, कृपया धैर्य गरेर पुरै भिडियो हेरिदिनु होला। र अहिले हामी माछापुच्छ्रे गाउँपालिका 8 लङ घलेल क्षेत्रभित्र हामी प्रवेश गरिसकेका छौँ। हामीले होमस्टे प्याकेज बेसको आधारमा हामीले बुक गरेका हौँ र हामीले 1400 पर पर्सन हामीले 1400 पे गरेका छौँ र त्यसमा हामीले पाउने छौँ जाँदा जाँदै हामीले वेलकम ड्रिङ्क्स, त्यसपछि बेलुका भेज खाना, अनि बिहानको ब्रेकफास्ट, अनि चाहिँ फेरि बिहानको नन भेज खाना र 1 नाइट स्टे। हाम्रो योजना प्लानिङ त थियो है मुक्तिनाथ जोमसङ जाने, तर हामीले के खबर पायौँ भन्दा मुक्तिनाथ जोमसङ बेनीसम्म कुनै पनि एउटा होटल रुम पनि खाली छैन रे, ओभर क्राउडेड भइसकेछ रे। त्यही भएर कोही पनि यो समयमा, यो सिजनको समयमा माथि जाने हो भने
कुस्मा बागलुङमै 1 नाइट बसेर सबेरै बिहान उठेर माथि जानु भन्ने त्यस्तो एडभाइस खबर मैले जानकारी पाएको थिएँ र हामीहरू प्लानिङ चेन्ज गरेर हामी यो ठाउँमा जाँदैछौँ। हेर्नुस् त यो ठाउँमा दायाँ बायाँ कति पयालै सुन फलाउनु भएको रहेछ। यहाँ हेर्नुस् त म त झन् छुट्यो होला भनेको उतै। पछाडिको मान्छे नि सबै अगाडि आउँछ, ओह्रालोमा गाह्रो हुन्छ। कलमा त ठिकै चढ्छ। हामी गलत बाटो आयो कि जस्तो लाग्यो मलाई। बिच बाटो छ कि अर्को लामो बाटो। यो झोला खान लाग्छ कि के भएर दि यहाँ आउँदा तपाईको स्कुटी बाइकको नटहरू मजाले कसेर आउनुपर्छ है। तपाईको बङ्गा र दाँतहरू पनि मजाले कसेर आउनुपर्छ। न त्यहाँ फाङलाङ फुङ खस्दो रहेछ। यस्तो बाटो रहेछ ल। If you are coming with your scooty bikes, first tighten your bolts properly. This road is not what we expected, really.
मैले यहाँ आउनुभन्दा पहिला रिसर्चहरू गरेको थिएँ है। मैले धेरैको भिडियो हेरेको थिएँ। प्रायः सबैले पिच बाटोको मात्रै भिडियो बनाएर हाल्नुभयो रहेछ क्या युट्युबमा पनि है। त्यही अनुसार प्लानिङ गरियो आउँदा त अनि पिच बाटोभन्दा हामीले के भन्दा धेरै यो कच्ची बाटो हामीले फेला पारियो क्या। त्यही भएर अलिकति हल्का केही एउटा गुनासो छ है युट्युबरहरूसँग। तपाईँहरूले राम्रो सजिलो बाटोको मात्रै भिडियो बनाएर हालिदिनु भयो रहेछ क्या। यहाँ उक्लिन्न होला खै। पर्ने भयो। पसिना आएको थियो यहाँ त्यत्रो पसिना छुटाएर ए हस् भाइ। लङ्गाउमा पार्किङ एकदम भरिभराउ छ। ल हेर्नुहोस्। ल फाइनली हामीले रोजेको खोजेको हामी गाउँमा आइपुगेका छौँ। ल हामी पनि आइपुग्यौँ। हामीले बुक गरेको होमस्टे पनि सायद यही हुनुपर्छ। होमस्टे बिल्डिङ नम्बर 1 भनेर भन्नुभएको थियो है। हामीले बुकमा नाम इन्ट्री गरे लगतै हामी यसरी आफ्नो बेड चुज गर्नतिर लाग्यौँ। यो फर्स्ट फ्लोर हो। फर्स्ट फ्लोरमा 2टा बेड, एउटा रुममा 2टा सिङ्गल बेड रहेछ। टोयलेट बाथरुम पनि चेक गरियो। सफा क्लिन सफा पारेर राख्नु भएको रहेछ। र हामी लगतै फेरि अर्को माथिल्लो फ्लोरमा हामी चढ्यौँ। माथिल्लो फ्लोरमा पनि एकदम सफा देखियो यहाँ पनि। र यहाँ पनि बेडहरू हामीले हेऱ्यौँ। सबै बेडहरू चिटिक्क पारेर सफा गरेर राख्नु भएको रहेछ। र यो कोठाहरू हेर्दा यो सफा यति निट एन्ड क्लिन रहेछ है।
अनि तपाईहरु हेर्नुस् त बाथरुम पनि कति सफा छ। यो हामीले आशा गरे भन्दा पनि धेरै हामीले राम्रो पायौं है यो होमस्टे। अनि हामी यसरी ल हेर्नुस् त टोयलेट कति सफा छ। अनि यसै क्रममा हामी फेरि माथिल्लो थर्ड फ्लोरमा पुग्यौं। त्यहाँ पनि डबल बेड रहेछ, 4 वटा, एउटा कुनामनि छ। र बाहिर हामी यसो मात्र निस्केका थियौं, मनले मान्दै मानेन र हामी फेरि यसरी लङ गाउँको यसरी हामी भिडियो लिन सुरु गर्यौं। तर यसै क्रममा फेरि तल त हाम्रो वेलकम ड्रिंक्स हाम्रो लागि त तयार भइसकेको रहेछ। यो हाम्रो खाजा, हाम्रो यो वेलकम ड्रिंक्स है। यो वेलकम खाजा, यो हाम्रो वेलकम खाजा, यो वेलकम ड्रिंक्स। यो चिया चाहिँ आफ्नै बगैँचाको प्योर अर्गानिक चिया है। यो मकैको फुला भन्दै, मकैको फुला हाम्रो यो पुर्खौँदेखि चलिआएको हाम्रो खाजा, टिपिकल हाम्रो नेपाली खाजा। तर अहिलेको जेनजी टोलीले यसलाई पपकर्न भन्छन् हैन। जेनजी ड्याडहरु है, यो जेनजीको ममहरु यताखेरि। हामी केही समय खाजा खाएपछि फेरि भिडियो लिनलाई हामी घरको ढलनमाथि नै कुदिहाल्यौं। कतिवटा झ्याल छ हेर्नुस्, यसमा म गन्छु है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 वटा झ्याल रहेछ। ल बस पनि आइपुग्यो। यो चाहिँ हरिचोकबाट 3 बजे हिँडेको बस। र केही समयको विश्रामपछि गाउँलाई यसरी अँध्यारोले ढाकिसकेको थियो र बत्तीको झिलमिलसँगै हाम्रो प्रोग्राम पनि यसरी सुरु भइसकेको थियो। हिमालको काखमा रहेको यो लङ गाउँमा चिसो बढिरहेको थियो। कलाकारहरू एक से एक फिल्ममा नाच्न गाउन यसरी रमाइरहेका थिए। हाम्रा जेनजी भाइहरू यसरी मासु पोल्न लगातार कसिरहेका थिए। र केही समयपछि हामी फेरि यसरी टिपिकल लोक सुशीलतिर लागिहाल्यौं।
रात पनि छिप्पिसकेको थियो। अझै धेरै रमाइलो गर्न मन थियो, तर तलबाट आमाले बाबु खाना पनि तयार भइसक्यो, आउनु है तल भन्नुभयो र हामी यसरी तल गए। हामी फेरि खाना खान सुरु गर्यौं। ल भेरी गुड मर्निङ गाइस, हामी भर्खर उठेका छौँ है। हाम्रो यहाँ अब बिहानको नास्ता बहिनीले बनाउँदै हुन्छ। पुरी यहाँ रेडी हुँदैछ। पुरीसँग के छ अरे भने पुरी तरकारी अन्डा। ल यहाँ होमस्टे, यो पहिलेको जमाना बनेको टिपिकल ढुङ्गाको घर। त्यस सँगै यहाँ भैँसीको दुईटा भैँसी दुईटा पारा, सँगसँगै यहाँ कुँडो पाक्दैछ। ल त्यो हुँदैन अहिले। तपाईँले यता हो त्यहाँ बसेर हेर्नु यतातिर। बिहान बुवासँग केही भलाकुसारी गरिसकेपछि हामी टी गार्डन हेर्ने भनेर हामी सबैजना यसरी हामी उकालोतिर लाग्यौं। चिया बगान भनेर यहाँ लेखेको रहेछ, तर यहाँ उकिए रहेछ चिया बगान। हामी यहाँबाट यसरी दाहिने जाने है। ल उकालो चाहिँ उकालो छ। हामी यहाँबाट चिया बगान अन द राइट साइड है। यहाँ एरो छ, यहाँबाट अन द राइट। आयो चिया बगान आइसक्यो। यति सफा हिमाल। फाइनली हामी अन द टपमा आइसकेका छौँ है।
यो लङ गाउँको लास्ट होमस्टे नम्बर 22 रहेछ र मान्छेको भिडभाड छ एकदम मान्छेको भिडभाड बिहानैबाट तपाईँको रिभ्यू दिनुहोस् त ल यो ठाउँको यो ठाउँ यो होमस्टे नम्बर 22 रहेछ यो है हजुर र यो चिया बगान र यसको यो ठाउँको तपाईँले यसो रिभ्यू दिनुहोस् त ल हजुर कस्तो लाग्यो हजुर नमस्ते सम्पूर्णलाई शुभ बिहानीको नमस्ते भन्न चाहन्छौँ आज हामी चाहिँ यहाँ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 स्थित लङ गाउँबाट हामी चाहिँ अलिकति माथि थोरै माथि चिया बगानमा हामी आइसकेका छौँ र यहाँ एकदमै चिया बगान एकदमै रमणीय एकदमै राम्रो लाग्यो अझै चिया बगानको बिचमा अझै पनि के रहेछ भन्दाखेरिमा यहाँ एउटा होमस्टे रहेछ होमस्टे नम्बर कति 22-22 अझै यहाँनिर आएर हामी चाहिँ अझै बस्न पाएदेखि अझै कस्तो अनुभव हुन्थ्यो होला अझै बस्नेको आनन्द छुट्टै आउँथ्यो होला भन्दा पनि मलाई अलिकति मनमा कस्तो लाग्यो र ठिकै छ एकदमै खुसी लाग्यो यस्तो हरियालीसँग यो प्राकृतिकसँग रमाउनु पाउँदाखेरिमा एकदमै आनन्द एकदमै खुसी छौँ र एकदम खुसी लागिरहेको छ तपाईँहरू हजुरहरू जो पनि यहाँ आउनुभएको छैन म यही सन्देश यहाँ समस्या राख्न चाहन्छु कि तपाईँहरू पनि समय मिलाएर यहाँ अवश्य पनि आउनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच धन्यवाद चिया बगैँचामा केही समय बिताएपछि हामी गाउँको चिसो पानी पिउँदै हामी ओह्रालो झऱ्यौँ र विगत 15-20 वर्षदेखि होमस्टे चलाइराख्नु भएको बुवालाई मैले केही क्वेसनहरू सोध्नु मन लाग्यो बुवा यो लङ गाउँको नाउँ कसरी रहन गयो त बुवाको जवाफ यस्तो आयो जग्गा धेरै भएर लङफङ भयो भनेर लङ राखिदिएको के हो ए त्यसरी हुन गएको अरे यो जग्गा धेरै थियो नि पहिले गोरुको बारोमा पनि बेच्ने कुखुराको भाले पनि बेच्ने गरेर मासिदिएको अरे अहिले आएर टाइसिल बोको टिगर सकेको जस्तो भयो हो लङको जग्गा त जस्तो त कसैको थिएन तर ऊ माथि लेकसम्म थियो ऊ त भेलालसम्मको यतापट्टिको भ्याग कोल्याली त हो यतातिर सुन्तुली भनेपछि धम्पुसको बोर्डरमा पऱ्यो अहिले त्यहाँ चाहिँ धम्पुस बिजी बेची कोही गोरुको बारोमा बेच्ने कोही कुखुरामा बेच्ने गरेर त्यसै सघाइदियो राणाको पालामा त्यो थियो कि अब डिया पालेर यहीँ निर्वाह गर्ने एउटा बाँझो राख्ने कोदो हुँदैन बाँझो नराखे तिर्सले गर्ने कोरिया गर्ने कोदो हुनको लागि त्यो गरिदिएको आए बा अहिले त यहाँ आर्तुदै भन्ने कोदो यहीँ मकैबारीमा भयो त्यो कसले गर्ने त्यो भएर चाहिँ सिद्धिएको थियो अनि यहाँ खास यहाँ आयो भने कुन सिजनमा बढी मान्छेहरू भिडभाड हुन्छन् यो लङ गाउँमा अहिले हो भिडभाड भएको न त बर्खामा पनि आइरहन्छ यो चाहिँ चलिरहन्छ यो त यहाँ बढी हाम्रो जस्तै विदेशी पाहुनाहरू यहाँ आउँछ कि आउँदैनन् स्वदेशी मात्र हुन्छन् कि विदेशीको कुरा गरौँ भने हजुर विदेशी आउँछ अब त विदेशी आयो भने तपाईँले खानै पाउँदैन धेरै भिड हुन्छ राम्रो क्वालिटीको खानको लागि विदेशीलाई अर्काले रोकेको हो यहाँ हाम्रो स्वदेशीले खाना राम्रो हाम्रो स्वदेशी पाहुनाले राम्रो खाना खानु पाओस् भनिकन त्यसलाई चाहिँ नि कन्ट्रोल गरेको हो छोडिदियो भने यो बाटोघाटो पाउँदैन 100-222 राष्ट्र हुँदा छ त सबै आउँछ त भनिरहेछ त यहाँ नेपाल भर छ पुरा एकैचोटि भनेपछि हामीले यहाँ मेन प्रायोरिटी भनेको विदेशीलाई भन्दा हाम्रो आफ्नै स्वदेशीलाई बढी प्रायोरिटी दिन्छ स्वदेशीलाई कन्ट्रोल गरेर मिठो खानलाई हजुर मिठो चाहिँ बनाएर खान दिनुको लागि स्वदेशीलाई चाहिँ हाम्रै पर्यटनले प्रवेश गरेको हो अनि बुवा यो हजुर कति वर्षदेखि यो पेसामा हुनुहुन्छ यो होमस्टेको पेसामा म सानैदेखि बुढीले चाहिँ यस्तो चाहिँ हर्को सर्को गर्दाखेरि यस्तै पेसा गरिरहेको थियो हजुर
यसो पेसा गर्दा गर्दा यहाँ जाने चाट्टे छिने निर्माया आउने छोरो मायाको खबर भन्ने एउटा गीत गाएर एउटा मान्छे आयो यहाँ गीत गाएर लो अब राख्ने यहाँ चाहिँ यसो गर्ने भन्ने कुरा आयो अनि यो एकेप राख्यो एकेपले हो क्या त्यो गरेको एकेप भनेको यो एकेप वनको ए हजुर त्यसपछि त्यसको माथि थप्यो माओवादीले चाहिँ केन्द्रमा लड्यो अझै पनि छ केन्द्रमा लड्ने मान्छे ल यो विकास त चाहिँ गाउँघरबाट ल्याउनु पर्यो चार बजारमा त भयो गाउँबाट ल्याउनु पर्यो विकास भनेर माओवादीले प्रचार गर्यो त्यसो गरेर गरेको त्यहाँ के अरे प्याराग्लाइड गरेर यहाँ चाहिँ 200 रोड उड्यो एकैचोटि 200-400 बन्जी उड्यो यहाँ यो पाखा भुँडी थियो त्यो प्याराग्लाइड त्यसरी उड्यो अनि यहाँ चाहिँ सुरुमा हाम्रो बुढीहरूले 5 रोड कि 6 रोड थियो त्यो बेलामा 2-3 लाख खर्च गरेर अन्य राष्ट्रमा चाहिँ वेशभूषाको चाहिँ ऊ पनि पुऱ्याइदियो ए हजुर जस्तो युके भयो हाङकाङ सिङ्गापुर त्यो चाहिँ नि भिडियो चाहिँ उहाँ पुऱ्याइदियो त्यहाँ पुऱ्याएपछि यहाँ चाहिँ नि फेरि पिक्चर आयो यहीँ गाउँको मान्छेले गर्यो पिक्चर फेरि अनि यो खोलाहरू कति राम्रो देख्ने त्यस्तो बनाएपछि यहाँ प्रख्यात भएर त्यो भिडियो हेरेर आएको हो ए ल धन्यवाद बुवा त्यो तपाईँको अब यो सानो खोला छ नि त्यसमा जाने चौतारी बोकेछ दाउरो बोकेछ भने त अब धेरै राम्रो आउने भयो पहिलेको फेरि त्यो तमुमै पेसा नै खेबा अनि चाहिँ नि म्रोसीमा हेरे थले ल्याउँबा त्यो भिडियोहरू हाल्यो त्यस गरेर त्यो हेरेर मान्छे आएको यहाँ अहिले कति घर छ अहिले होमस्टे यहाँ होमस्टे 2600 रुपियाँको हुन्छ ए हो तब मैले भने नि गाडी एउटा थियो अहिले 2टा चलाउन थालेछ लुम्बिनी यो अमलतार भन्नेतिर गयो जाँदा होमस्टे कस्तो देख्यो त भने एउटा 2 जना मान्छेको एउटा टोयलेट बाथरुम त्यस्तै धौनी पनि त्यहीँ देखियो हेर गर्नु खोजेको मैले त्यो हो अहिले व्यवस्था अझै राम्रो भएको छैन यहाँ त फेरि के गरेछ त भनेदेखि अब लो टोयलेट त लाग्छ भन्यो नि अब त्यो टोयलेटको नलाग्ने हिसाबले पनि बनाउनु खोजेको मैले ग्रुपिङवाला भिन्दै ग्रुपिङ भन्दैन कि एउटा 2 जना परिवारको एउटै व्यवस्था 2टा बोल्थ्यो नि अनि त्यहाँ त्यस्तै व्यवस्था बनाइदिने अमलटार जस्तो भन्ने यहाँ चाहिँ त्यस्तो छैन त्यहाँ सुन्ने त सुन्दैछ टोयलेटबाट बाहिर निस्किनु पर्यो त्यसमा चाहिँ नि केही गर्ने भने त्यसमा के गर्ने भने लक भओस् आफू बसेको ठाउँबाट चाहिँ अरू चाहिँ आउनु नपाओस् ल हुन्छ बुवा ल जानकारीको लागि धेरै धन्यवाद है बुवा ल मैले भिडियो बन्द गरेँ है त ल अब हामी छुट्टिने बेला पनि भएछ क्यारे हाम्रो यात्रा सफलताको लागि आमाले यति धेरै फुलका गुच्छाहरू र टीका पनि तयार पारिसक्नु भएको रहेछ यी आमाले दिनुभएको माया सम्मानको लागि हामी धेरै अब आभारी छौँ साथै धन्यवाद पनि व्यक्त गर्न चाहन्छौँ ल हाम्रो बिदाई कार्यक्रम हुँदैछ गीत पनि हान्ने हुन्छ